घडी बनेको छ। यसमा हामी सबै चिन्तित छौँ। त्यसैले गर्दा हामी के कुरालाई पनि हामी यो शोकाकुल अवस्थामा पनि हामी के सम्झिनु पनि पर्ने जरुरी छ भने अब हाम्रो परिवारबाट हामीले एकजना हाम्रो सदस्य गुमायौँ। तै पनि एउटा यो प्रकृतिको नियम हो। यो कोही न कोही अघि पछि जान्छ। हाम्रो स्वर्गीय कल्पना कटवाल उहाँ विगत केही समयदेखि मलाई चाहिँ क्यान्सर रोग लागेको थियो। त्यो कारणले गर्दा उहाँ उपचारमा हुनुहुन्थ्यो। उपचारकै क्रममा उहाँको चाहिँ हिजो मात्रै मृत्यु भयो। र अब यस दुःखद घडीमा हामीले अघि सरले भने जस्तै अलिकति उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 1 मिनट मौन धारण गर्छौँ। त्यस पछाडि हामी कार्यक्रममा सबैजना सहभागी हुन्छौँ है त। 77 सालमा यस विद्यालयमा पठन पाठन गराइरहँदा उहाँ स्थायी हुनुभएको थियो। अहिले लगभग स्थायी भएको 6 वर्ष पुरा भएको छ र 6 वर्षको दौरानमा उहाँको जम्मा सेवा अवधि 26 वर्ष रहेको छ। 26 वर्षसम्म उहाँले